जय मसी। मेरो नाम विनोद श्रेष्ठ हो र मेरो घर तनहुँ जिल्लाको जामुने गाविसमा पर्दछ र म मध्यमवर्गीय परिवारबाट चाहिँ म आएको हुँ र मेरो परिवार चाहिँ हिन्दू धर्ममा आस्था राख्ने चाहिँ परिवार हुनुहुन्छ र मैले चाहिँ म विश्वासमा आउनुभन्दा अगाडि चाहिँ म पहिला धेरै बिरामी र धेरै अस्वस्थ हुने अनि एकदमै हाम्रो आर्थिक अवस्था पनि एकदमै दयनीय थियो र म महिनाको 2 चोटि चाहिँ म बिरामी हुन्थेँ र मलाई चाहिँ विभिन्न प्रकारका समस्याहरू चाहिँ ममा थियो। जस्तै अब मुटुको समस्यादेखि लिएर अनि आस्थमाहरू बढ्ने विभिन्न प्रकारका समस्याहरू थियो अनि त्यो कारणले गर्दाखेरि अनि हरेक महिनामा चाहिँ हामीले त्यो दबाई किनिराख्नुपर्ने कारणले गर्दाखेरि आर्थिक अवस्था चाहिँ हाम्रो एकदमै दयनीय थियो। तर त्यस्तो समस्याको बावजुद त्यो समस्याहरू थिए अनि विभिन्न प्रकारको अनि मम्मीमा निराशा थियो, हाम्रो परिवारमा निराशा थियो, सबै थोकमा निराशा थियो। अनि जब विभिन्न प्रकारको समस्या हुँदाखेरि हामीमा कुनै पनि आशा, कुनै पनि थोकहरूतर्फ आशा थिएन। त्यस कारणले गर्दाखेरि हामी धेरै धामी झाँक्रीकामा गयौँ। हामी हिन्दू आस्था बोकेका कारणले गर्दा धामी झाँक्री अनि विभिन्न प्रकारको अनि हस्पिटलहरूमा पनि हामी धेरै गयौँ। तर पनि मेरो रोग चाहिँ निको हुन सकेको थिएन अनि म चाहिँ पूर्ण रूपमा चाहिँ अस्वस्थ थिएँ। अनि म अस्वस्थ भएको कारणले गर्दा अनि हाम्रो परिवारमा चाहिँ विभिन्न प्रकारका समस्याहरू चाहिँ हाम्रो परिवारमा आएको थियो। त्यसै लगत्तै अनि मेरो परिवारमा चाहिँ मेरो मामा चाहिँ विश्वासी हुनुभएको कारणले गर्दाखेरि उहाँ चाहिँ हरेक वर्षको एकचोटि दसैँमा उहाँ गाउँ आउँदै गर्दा उहाँ चाहिँ जहिले पनि हाम्रो घरमा आएर उत्साह दिने अनि उहाँले हामीलाई सिकाउने कुराहरू अनि येशू ख्रीष्टमा मुक्ति छ भन्ने कुराहरू चाहिँ उहाँले सिकाइराख्नुहुन्थ्यो। तर पनि हामी चाहिँ हिन्दू आस्था बोकेको कारणले गर्दा हामी चाहिँ त्यहाँ डुब्न सकेका थिएनौँ, हामी त्यहाँ जान सकेका थिएनौँ अनि हामीले येशू ख्रीष्ट कसरी हुनसक्छ भन्ने कुराहरू हामीमा त्यो एउटा प्रश्न हाम्रो जीवनमा थियो अनि त्यो कारणले हामीले जान सकेका थिएनौँ, हामी गएका थिएनौँ, विश्वास गरेका थिएनौँ। अनि त्यस लगत्तै जब मैले एसएलसी अध्ययन सकाएँ अनि त्यसपछि म जब मामाकोमा बस्नको निम्ति यता काठमाडौँ आइसकेपछि अनि काठमाडौँमा आइसकेपछि मैले अनि त्यहाँबाट अनि मामा विश्वासी भएको कारणले गर्दाखेरि उहाँहरूको चाहिँ सङ्गतिमा जाने अनि बाइबल अध्ययन हुने अनि हरेक हप्ता चाहिँ सङ्गतिमा जाने र अनि हरेक दिनमा चाहिँ भजनहरू गीतहरू गाउने अनि एकअर्काको निम्ति उत्साह प्रार्थना गर्ने त्यो कार्यहरू चाहिँ निरन्तर चलिरहेको थियो। अनि मलाई पनि त्यहाँ तिमीमा पनि यस्तो समस्या छ, तिमीले विश्वास गर भनेर चाहिँ मेरो निम्ति पनि एक प्रकारको उत्साह दिएर चाहिँ उहाँहरूले चाहिँ दिनदिनै प्रार्थनाहरू चाहिँ मेरो लागि गरिदिनु हुन्थ्यो। अनि त्यसपछि लगत्तै अनि त्यसपछि म चङ्गाई भएँ अनि त्यो कारणले गर्दाखेरि अनि मैले अझै येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भन्ने कुराहरू चाहिँ मैले अझै प्रष्ट रूपमा थाहा पाएर अनि मैले परमेश्वरमा चाहिँ त्यसरी मैले विश्वास गर्ने त्यो मौका पाएँ अनि मैले त्यस लगत्तै 2012मा चाहिँ मैले परमेश्वरलाई चाहिँ प्रभु येशू ख्रीष्ट मुक्तिदाता भनेर चाहिँ मैले विश्वास गरेँ र 2013 सालमा चाहिँ मैले बप्तिस्मा लिएँ। अनि म चाहिँ चङ्गाई भइसकेपछि अनि मैले येशू ख्रीष्टलाई चाहिँ चङ्गाईकर्ता भनेर मैले जब चिनिसकेपछि मलाई मामाले उत्साह दिनुभयो, तिमीले जानिसकेका छौ, तिमी उद्धारकर्ता हुनुहुन्छ भनेर तिमीले जानिसकेका छौ, तिमीले चङ्गाई पाइसकेका छौ, तिमीले अरू व्यक्तिहरूलाई पनि तिमीले सिकाउनु पर्छ, तिमी चाहिँ बाइबल कलेज जाऊ भनेर चाहिँ उहाँले जब मलाई उत्साह दिनुभयो तब त्यसपछि म एनटिएसमा नेपाल एभिनेजर थियोलोजिकल सेमिनारीमा आउने मौका पाएँ र अनि यहाँ आइसकेपछि मैले अझै विस्तृत रूपमा चाहिँ येशू ख्रीष्टलाई चिन्ने अनि अवसर मिल्यो र मैले यहाँ आइकन धेरै थोकहरू चाहिँ मैले यहाँ आइकन बुझेको छु अनि अझै परमेश्वरको बारेमा चाहिँ अझै धेरै ज्ञानहरू चाहिँ मैले शिक्षाहरू चाहिँ मैले यहाँबाट चाहिँ प्राप्त गरेको छु। त्यसै कारणले गर्दा म एनटिएसलाई चाहिँ धन्यवाद दिन चाहन्छु अनि उहाँहरूले गर्दा अनि शिक्षकहरू सबैले गर्दा मैले चाहिँ धेरै कुराहरू अझै परमेश्वरको बारेमा चाहिँ अझै धेरै सिकेको छु। यस बिटिएस सकिसकेपछि म मण्डलीमा गइकन त्यहाँका युथहरूलाई सिकाउने अनि मण्डलीमा चाहिँ हेल्प गर्ने अनि त्यहाँ सहायता गर्ने अनि कुराहरू चाहिँ मेरो भिजन रहेको छ र अहिले पनि मैले फाइनेन्सियली कुराहरूमा चाहिँ मैले त्यहाँ काम गरिरहेको छु। तर यहाँबाट गइसकेपछि चाहिँ अझै त्यसलाई कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू अनि हरेक कुराहरू मैले सिकेको छु। त्यसलाई चाहिँ म यहाँबाट गइसकेपछि म त्यसलाई चाहिँ पुरा गर्नेछु अनि म त्यसैमा चाहिँ काम गर्नेछु र त्यसको साथसाथै चाहिँ मैले मण्डलीलाई चाहिँ असल तरिकाले लिड गर्ने, असल तरिकाले अगुवाई गर्ने चाहिँ कुराहरू चाहिँ म गर्नेछु।